हैन यसको गाडी हैन मेरो गाडी हो इजराको गाडी हो नयाँ 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 हो हेर्नु न ओल्ड इज गोल्ड क्या ओल्ड इज गोल्ड त्यही त भनेको त यहाँ अलिक अलिक ल यहाँ त 40 वर्षको नानी त यसरी झुलाझुली खेल्दैछ So hello, what's up beautiful people, welcome back to another vlog. Hope you are fine. म एकदमै ठिकै छु र फेरि पनि नयाँ दिनको नयाँ सुरुवात नयाँ भ्लगसँग अनि आज चाहिँ के भइरहेको छ भन्दाखेरि चाहिँ आजको भ्लगमा चाहिँ आज चाहिँ हाम्रो युनियनको एजिएम भइरहेको छ जुन चाहिँ वर्षमा एकपल्ट हुन्छ अनि आज चाहिँ हामी हाम्रो युनियनको सबै आज भेला हुन्छ लगभग हाम्रो 63-65 मेम्बर्सहरू छ अनि आज हामी भेला हुँदैछौँ अनि यसपालि चाहिँ हाम्रो एउटा त्यहाँ नयाँ रिजोर्ट खोलेको रहेछ 21 माइल छेउ कता म गएको छुइनँ फर्स्ट टाइम जाँदैछु म अनि त्यहाँनिर हाम्रो बुकिङ छ अनि खानापिना पनि सबै हुन्छ यसपालि चाहिँ पहिलाको पालि चाहिँ हामीले आफै पकाएर आफै गरेर खाएको थियौँ तर यसपालि चाहिँ हाम्रो एक्स्ट्रा छ यसपालि चाहिँ हामीले सबै दिएको छ हामी चाहिँ जस्ट गयो मिटिङ गऱ्यो अनि त्यहाँनिर अब होइन मिटिङ हुन्छ आज नयाँ चुनाव हुन्छ अनि हाम्रो जुन अहिलेको प्रेजेन्ट पोर्टफोलियोमा हुने प्रेसिडेन्ट सेक्रेटरी भाइस प्रेसिडेन्टहरू छ सबै उहाँहरू के हुन्छ भने डिसमिस हुन्छ अनि नयाँ फेरि पनि फर्म हुन्छ अनि म स्वयं भाइस प्रेसिडेन्टमा छु त्यो कारणले गर्दा आज जानै पर्ने हुन्छ अनि त्यही हो होइन आजको अब मिटिङ सिटिङ हुन्छ हल्का इन्जोयहरू हुन्छ होला अनि के हुन्छ अब तपाईँलाई देखाउने नै छु होइन अनि अरू गइसकेको छ जाँदैछ कतिजना अनि म चाहिँ हाम्रो ब्रदर नगेन्द्रसँग जाँदैछु बाइकमा अनि उहाँ आउनु हुँदैछ अनि उहाँसँग जानेछु अनि अब त्यही हो आज के हुन्छ देखाउने छु होइन हाम्रो युनियनको यस्तै छ होइन अनि त्यही हो अब त्यहाँनिर नयाँ रिजोर्ट छ अनि मलाई प्रेसिडेन्टज्यूले ड्रोन उडाइदिनु भनेर रिक्वेस्ट पनि गर्नुभएको छ म ड्रोन पनि लाँदैछु सायद म ड्रोन सर्ट्सहरू पनि हाल्ने छु सो चेक गर्नु होला अनि थ्याङ्क यू सो मच सबैजनाले माया दिइराख्नु भएको छ अनि सपोर्ट गरिराख्नु भएको छ अनि अझै मात्रामा सपोर्ट दिनु होला है अनि मेन चाहिँ युट्युब च्यानललाई पनि फोकस गरिरहेको छु तपाईँले युट्युब च्यानलमा पनि भिजिट गरेर लाइक सेयर अनि सब्सक्राइब गरिदिनुहोस् होला धेरै धेरै माया सम्झना तपाईँहरू सबैजनालाई जतिले पनि मलाई सपोर्ट गरिराख्नु भएको छ जतिजना पनि नयाँ हेर्दै हुनुहुन्छ एजरा ब्लग्स युट्युब च्यानलमा सो तपाईँले यहाँ मेरो त्यो देख्नु हुँदै होला म यहाँनिर हालिदिन्छु मेरो युट्युब च्यानलको सानो फोटो सो यहाँ सपोर्ट गर्नु होला त ल हेर्दै गर्नु होला गाइस रेनकोट छ बोकेको भइहाल्छ ल पार्टनर पनि आइपुगेछ अब मैले बोकेको छैन म भिज्नु दुईजना भिज्नु पऱ्यो नि पार्टनरले ढिलो गरेर आज केही पनि छैन यहाँ लु जाउँ हेट कुदाउ न जाउँ म झन् ल उही अब उही तल पार्किङ लट चाहिँ यहाँ होइन पार्किङ लट भर्खर आइपुग्यौँ यहाँनिर होइन अनि यहाँ भाइहरूले लाँदैछ सामान यहाँदेखि हाम्रो बिहानै आइसकेको छ केटाहरूको यसरी ठाडो हाल्नु पाइन्छ ठाडो हाल्दा भयो यो गाडी निस्किन्छ अब ए निस्केको यो निस्किन्छ ए उसो भयो यसलाई त अब यहाँ चाहिँ चोचोले चाहिँ यस्तो दामी गाडी चलाइरहेको चाहिँ चलाउने मौका हैन यसको गाडी हैन मेरो गाडी हो इजराको गाडी हो नयाँ हो नयाँ नयाँ हो नयाँ लु गेस्टले गाडी निकाल्नु पर्यो ल त गाइस हामी चाहिँ आइपुग्यौँ यहाँनिर अब के भन्छ मेन उयसमा हाम्रो यो स्पटमा होइन यहाँ आइपुगिसकेको छ यहाँ बडाहरू होइन यहाँ स्विमिङ पुलको पनि फेसिलिटिज छ होइन यी अन्त के हो मृणाल त पस्न आँट्यो क्या हौ ल यहाँ रहेछ आज हाम्रो चाहिँ पस्दियो कति गहिरो छ यो है आई लभ चुमर चेनमा अरे नि त होइन
केटाहरू अर्को न्यू भ्लगर ल त यहाँ चाहिँ दामी रहेछ है यतिको त ओल्ड इज गोल्ड क्या ओल्ड इज गोल्ड त्यही त भनेको त यहाँ हेर्नु न यहाँ उहिलेको याद आइदियो क्या अन्त ओल्ड इज गोल्ड भने जस्तो है यो चाहिँ ओल्ड इज गोल्ड आज सबभन्दा पनि यो चाहिँ के हो त गोगले साहब यो यस्तो यो नि यो चाहिँ मेरोमा हामी चाहिँ अब क्रिकेटहरू चाहिँ बाहिर बसेर चाहिँ अब सुन्नुहुन्थ्यो क्या के झुन्डाएर हुन्छ नि सबैजना त्यस्तो खालको सिचुएसन होइन डिभिडी हेर्नुहोस् त लु गाइस यस्तो छ है अन्त पुरानो टेपै हो ट्विन मान भन्थ्यो ल सुत्नु मन छ भने त यहाँ आउनु पर्यो है झुल्ला झुल्ली चन्दनिया चुप जाना रे ए लल्ला मेरा रे भनेर चाहिँ निदिया आए त अहिले लातल दिन्छ होला हौ अहिले चुटेर झऱ्यो भने त अहिले यो ड्यामेज तिर्नु पर्छ होला हौ नानीहरूले नानी डढायो त 40 वर्षको नानी डढायो कस्तो लाग्यो यो जग्गा तपाईँलाई दामी छ भिजिट गर्नु सक्नुहुन्छ होइन त्यो एउटा कुरा चाहिँ यहाँ थियो त भाइ चाहिँ के गरेको बाङ्गो चस्मा लाएर अब यो चाहिँ यस्तो हो नि त शिवजी त दाजुलाई खदामाला गरिदिने भनिकन हामी अनुरोध गर्दछौँ सङ्गठनको तर्फबाट अनि जोरदार ताली चाहिँ तपाईँले लगाइदिनुहोस् तालीको गडगडाट चाहिँ बडकडाट भइरहोस् अनि यसरी नै है त्यसरी गर्नु हुँदैन यो लगाइसकेपछि है अनि विशेष गरी हाम्रो प्रेसिडेन्टज्यूलाई पनि हाम्रो चिफ एडभाइजर दाजुले लगाइदिने अनि एक अर्कालाई आदान प्रदान यो चाहिँ एउटा स्मृति प्रेम एकताको चिनारी हो मान्छे धेरै छ तर हात हल्लेको देख्दिनँ तपाईँले ताली मार्नु भने नि यो मान्छे तपाईँलाई दिएर म त्यहाँ आएर ताली बजाउने छु ल म त्यहाँ आउने छु म ताली बजाउँछु तपाईँहरूले यहाँनिर यो सभालाई कन्डक्ट गर्नुपर्ने हुनेछ र विशेष गरी है हाम्रो भाइस प्रेसिडेन्टज्यूलाई पनि तपाईँहरूले खदामाला लगाइदिनुहोस् भनिकन हामी
आग्रह गर्दछौँ र यसरी नै विशेष गरी समयको पाबन्दीमा पनि है समय नहुँदै पनि अनि उहाँले हामीलाई है यो के हुँदैछ एकबार है मलाई त्यस्तो झिझेट लाग्छ है र विशेष गरी है हाम्रो दाजु डराउनु भएर भाग्नु भएको छ र क्रमैले हाम्रो यता हाम्रो केसीज्यूलाई पनि हामी खदामाला गरिकन उहाँलाई स्वागत जनाउनेछौँ र क्रमैले हाम्रो केसीलाई पनि रोशन गोलेज्यूलाई पनि हामी स्वागत जनाउनेछौँ है अनि विशेष गरी अनि म आफैले मेरो आफ्नो सहकर्मीलाई बिर्सिँदै रहेछु है रिसाना पसे जस्तो छ उता फर्केर हेरेको पनि छैन मलाई र विशेष गरी है भाइ एचएसज्यूलाई पनि हामी स्वागत जनाउँछौँ एलएस लेप्चाज्यूलाई अनि यसरी है म आफै त म भइगएँ तपाईँले चिन्नु नै हुन्छ म आफैलाई पनि म स्वागत गर्न चाहन्छु र विशेष गरी हाम्रो दाजु है हाम्रो रबर्ट राईज्यूलाई आफ्नो आसन ग्रहण गरिदिनुहोस् भनिकन म भन्न चाहन्छु र उहाँलाई पनि हामी स्वागत जनाउनेछौँ हाम्रो अशोक तामाङज्यू अशोक गोलेज्यू तपाईँले फटाफट लगाइदिनुहोस् तपाईँले जति छिटो गरिदिनु भयो त्यति छिटो हुन्छ हाम्रो मिठु दाजु है अनि क्रमैले यसरी हाम्रा मन्जिल साथी लगाइदिनुहोस् तपाईँले है सबैजनालाई लगाइदिनुहोस् लगाइदिनुहोस् तपाईँहरू ताली चाहिँ पाइसक्नु भएकोले पनि नपाउने ताली चाहिँ बजाइदिनुहोस् र है हाम्रो एकता आनन्द हाम्रो जिएसहरूको ठुलो योगदान छ किनभने हामीले त्यहाँनिर तपाईँहरूलाई याद छ त्यो भित्तामा जुन चाहिँ एउटा प्लम गरेर स्कुलले एउटा प्रोटेक्सन वाल गरेको छ स्कुलको उयसको लागि हाम्रो दिमागमा पनि आएको थिएन त्यस समयमा त्यति बेला हाम्रो स्कुलसँग अलिकति खटबड भएको बेलामा दिमागमा नआउँदा हाम्रो विशेष गरी म धन्यवाद दिन चाहन्छु हाम्रो दाजुले यसरी सल्लाह हामीलाई दिनुभयो होइन हामी पनि स्कुललाई अलिकति हेल्प गरिदिउँ होइन यसमा भनेर भन्नुभयो दाजुले त्यो भन्दा अरे यो कुरा त राम्रो कुरा हो किनभने हामी त्यही स्कुलबाट हामीले एउटा महिनै पछि कमाइ खाने भाडा गरिरहेको छ स्कुललाई खुसी पार्न सक्यो भने त हाम्रो लागि अझ बेस्ट हुन्छ भनेर हाम्रो सोचाइ भयो अनि हामीले के गर्यो भने र विशेष गरी हामीले हेलो र हामीले के गर्यो भने त्यहाँनिर हामीले अलिकति आर्थिक सहयोग गरिदियौँ फादरलाई र त्यस समय हामीले आर्थिक सहयोग गरेपछि हामीलाई र जतिजनाले त्यस प्रोटेक्सन वाल गर्दा आर्थिक सहयोग गर्यो उहाँहरूलाई लिएर फादरले एक दिनको सबैलाई सम्मान दिने कार्यक्रम गरेको थियो र त्यसमा हाम्रो सङ्गठनलाई पनि बोलाएको थियो र हामीलाई एउटा टोकन अफ लभ पनि दिएको छ त्यो म जुन दिन हाम्रो अफिस बनिन्छ त्यसमा म लिएर राख्छु किनभने अहिले मैले मेरै घरमा राखेको छु तपाईँहरूलाई यो भन्न चाहन्छु त्यहाँदेखि उताको कुरा के दिन चाहनुहुन्छ या त तपाईँहरूको है यस्तो प्रकारले यो एजिएममा त यो पास भइदिए भए राम्रो हुने थियो तपाईँहरूको भन्नु केही छ भने म तपाईँहरूलाई यो समय दिइरहेको छु तपाईँले सोझ राख्न सक्नुहुन्छ अनि जुन यो कमिटी विघटन भएर अर्को कमिटी गठन हुन्छ अनि त्यसमा आजको रेजुलेसनमा त्यो सायदै मलाई लाग्छ त्यो लेखेर जानेछ र तपाईँहरू कोही हुनुहुन्छ भने सहजै यो माइक तपाईँको लागि छ तपाईँले लिन सक्नुहुन्छ भनिकन हामी आग्रह गर्न चाहन्छौँ र हामी सबैजनाले ताली बजाउनेछौँ ल दिदी अनि सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद हामी दिन चाहन्छौँ हुन्छ दिदी तपाईँ बसिदिनुहोस् है नयाँ अब चेन्ज गर्नेछौँ त्यसको लागि चाहिँ अब हामी सबैले हाम्रो मेम्बर छ जुन एसोसिएसनको उनीहरूले अब छान्दा हुन्छ चुज गर्दा हुन्छ के हो कस्तो राख्ने अब त्यो चाहिँ तपाईँहरू आफै हेर्नु केटाहरू सबै यहाँ चाहिँ
रोय आएर चाहिँ खाना खायो हुँदैछ है यहाँ सबैजना आफ्नो ढुङ्गा छ संगठनमा एकता प्रेम भाइचारा गरेर हामी बिताउनेछौँ वैशाख महिनामा फुल फुल्यो तिमीलाई देखेर मन भोल्यो वैशाख महिनामा फुल फुल्यो तिमीलाई देखेर मन भोल्यो मैले तिमीलाई रोजेको तिमीले कसलाई खोजेको ल त गाइस हाम्रो चाहिँ भर्खर सक्यो अब चाहिँ होइन ल कोले साहब ल ल अब चाहिँ घरतिर लाग्ने हो होइन यहाँको आज रमाइलो भयो खानासाना खाइयो होइन त्यहाँदेखि फेरि पनि 1 वर्षको लागि भाइस प्रेसिडेन्ट नै भइयो भने जस्तो भयो त है अनि ल फेरि पनि हेर्दै गर्नु होला भिडियोहरू ल है त गाइस आजको यति नै थ्याङ्क यू फर वाचिङ